हेलो एभ्रिवान, सबैलाई मेरो तर्फबाट नमस्ते। क्रिसमस आउँदैछ होइन, सबै क्रिसमसको तयारीमा एकदम रेडी भइरहेको होला। सो मैले पनि सोचेँ आज क्रिसमस स्पेसल प्लम केक बनाऊँ भनेर, अन्त सोचेँ तपाईँसँग पनि रेसिपी सेयर गरौँ भनेर, कसरी बनाउँछु भनेर होइन। आज म तपाईँहरूलाई सर्ट भिडियो बनाएर तपाईँहरूलाई देखाउँछु प्लम केक कसरी बनाउँछ भनेर। अब हामी सुरु गरौँ है त सबैजना। सबसे पहिला मैले कराई लिए हो, कराई रेडी गरेँ, त्यसमा नुन हालेँ, स्ट्यान्ड हालेँ। अन्त यो मेरो ढक्कनीमा अलिक धुलो थियो, मैले देसी जुगाड गरेँ। यसमा चाहिँ मैले लौङ हालेर धुलो बुच्चाइदिएँ हो। अनि त्यसको बाद मैले यहाँनिर स्टार्ट गरेँ बनाउनु। सबसे पहिला प्यान राखेर यसमा म गुडलाई मेल्ट गर्नु राख्छु। यो चाहिँ तपाईँहरूको खजुर गुड हो साथीहरू हो, हेल्दी पनि हुन्छ, अहिले विन्टरमा त एभाइलेबल हुन्छ। यसको जग्गा त अगर तपाईँहरू चिनी युज गर्नुहुन्छ भने पनि चिनी पनि हालेर मेल्ट गर्न सक्नुहुन्छ हो, तपाईँहरूको चोइस हो यो चाहिँ। अन्त यो गलिसकेपछि अलिअलि पानी हालेर यसलाई अझै मजाले मेल्ट गर्नुपर्छ साथीहरू। पानी चाहिँ एकैचोटि नहाल्नुहोस् किनकि तातो भएर उछिटेर पोल्नु सक्छ हो। अन्त यो जब मलाई लाग्यो मेल्ट भयो भनेर, अन्त यसलाई चाहिँ ठन्डा गर्न एकछिन राखिदिनुहोस् हो। अन्त यो चाहिँ ड्राई फ्रुट्स हो, हिजो मैले यसलाई ओरेन्ज जुसमा सोक गरेर राखेको थिएँ रातभरिलाई हो। मैदा मैले अलिकति इलाइची कुटेर राखिदिएको छु। अन्त यो मैले टिन रेडी गरेको छु मोल्ड बटर पेपर हालेर। अन्त यो प्लम केकमा चाहिँ साथीहरू तपाईँहरू एगलेस पनि बनाउन सक्नुहुन्छ, तर मलाई चाहिँ एगको स्वाद मनपर्छ र मैले एग हालेँ। आज चाहिँ मैले खालि एउटै मात्रै एग हालेँ हो। यसलाई मजाले मिक्स गरेँ। त्यसको बाद यहाँनिर मेरो चाहिँ यो मेजरमेन्ट गर्नु मलाई इजी लाग्छ त यो डाडु, अन्त मैले 1.5 उयो डाडु ओइल हालेँ। तपाईँहरू बटर पनि मेल्ट गरेर हाल्नु सक्नुहुन्छ हो। अन्त यसको बाद मैले यहाँनिर भेनिला एसेन्स हालेँ, 1 चम्चीमा अलिकति कम्ती हालेँ किनकि मेरो चम्ची अलिक ठुलो थियो त। अन्त यो हालेर चाहिँ म मजाले यसलाई मिक्स गर्छु। अन्त तपाईँहरू यसमा दुध पाउडर पनि हाल्न सक्नुहुन्छ हो, फ्लेभर इन्हेन्स गर्नुलाई। मेरोमा चाहिँ अलिकति कन्डेन्स मिल्क थियो, अनि मैले घोटाएर त्यही 1 चम्ची हालिदियो साथी। मेरो नानीले चाहिँ मलाई साह्रै डिस्टर्ब गर्छ, हेर्नुहोस् है। अन्त यो मेरो सिरप पनि उयो भइसकेको थियो ठन्डा, अन्त मैले यसमा हालेर यसलाई मजाले मिक्स गरेर यो सबै यसलाई मिलायो। तर मेरो छोराले चाहिँ कामै गर्नु दिँदैन, घरि यताबाट आउँछ घरि उताबाट चलाइदिन्छ, उसलाई पनि मजा लाग्छ त्यो सब गर्नु। अन्त म पनि उसलाई मना गर्दिनँ, अन्त उसले पनि विस गर्नुमा मलाई हेल्प गर्दैछ हो। अन्त त्यसको बाद तपाईँको जो उयो छ मैदा आँटा जे पनि, मैले चाहिँ आज आँटामा बनाएको छु। तर मैदा त आजकल सबैले एभोइडै गर्छ हो होइन। त्यही लागि तपाईँहरू आँटाको बनाउन सक्नुहुन्छ, सुजीको पनि बनाउन सक्नुहुन्छ हो। यसमा चाहिँ मैले अलिकति इलाइची कुटेर हालेको छु। तपाईँहरू दालचिनी पनि हाल्न सक्नुहुन्छ या त जायफल पनि हाल्न सक्नुहुन्छ, यसको पनि टेस्ट राम्रो हुन्छ। मलाई चाहिँ इलाइची मनपर्छ, अन्त मैले इलाइची हालिदिएको छु हो। अन्त यसलाई तपाईँहरू अहिले नै पानी र दुधहरू चाहिँ केही नहाल्नु, किनकि यसको बेटर हुन्छ नि, अलिकति थिक नै राख्नुपर्छ त। अन्त मैले चाहिँ अहिले के हालेको छुइनँ किनकि ड्राई फ्रुट्स जुन सोक गरेको छु त्यहाँनिर जुस पनि पुरै छ हो ओरेन्जको हो। मेन चाहिँ प्लम केकको उयो चाहिँ यही हो साथीहरू, तपाईँले जुसमा यसलाई तपाईँहरूलाई जति मनपर्छ ड्राई फ्रुट्स त्यति फुल्ली लोडेड त हुन्छ होइन, हालेर यसलाई रातभरिको लागि सोक गर्नु राम्रो हुन्छ। या त तपाईँहरू आधा घन्टा 2-3 घन्टा पनि गर्नु सक्नुहुन्छ। मैले चाहिँ तर यसलाई हिजो राति नै राखिदिएको थिएँ हो। अन्त यसलाई मजाले मैले स्प्याचुलाले कट एन्ड फोल्डको मेथडले उयो गरेँ हो। अन्त मलाई चाहिँ अलिक थिक लाग्यो हो, अन्त मैले अलिअलि गरेर दुध हालेँ जब तक मलाई यो ब्याटर ओके लागेन उयो गर्नुको लागि होइन। बेसी उयो पनि गर्नु हुँदैन, ठिकैको राख्नुपर्छ, भक्कु मोटा पनि होइन भक्कु पतला पनि होइन। अन्त मैले यसको आधाको पनि अलिक कम्ती दुध हालेँ हो। अन्त त्यहाँबाट मेरो ब्याटर यत्तिको चाहिँ हुनुपर्छ साथीहरू, अन्त राम्रो हुन्छ। नभए बेसी पतला भयो भने चाहिँ तपाईँको जति ड्राई फ्रुट्स हुन्छ त्यो मुनि गएर बस्छ होइन। अन्त त्यसको बाद मैले आज चाहिँ बेकिङ बादमा हालेँ, तपाईँहरू मैदामा मिक्स पनि गर्न सक्नुहुन्छ। बेकिङ 2 चम्ची, त सोडा चाहिँ अलिकति हालेँ किनकि सोडा बेसी हाल्नु पर्दैन हो। अन्त यो हालेर चाहिँ मजाले यसमा मिक्स गरिदिनुपर्छ। अन्त मेन यसमा चाहिँ के हो भने तपाईँहरूलाई अमिलो हाल्नुपर्छ हो, यो उयोलाई गर्नु उयो बेकिङ र उयोलाई गर्नुलाई एक्टिभ गर्नुलाई। तपाईँहरू निम्बुको अमिलो पनि हाल्नु सक्नुहुन्छ या त भेनिगर पनि हाल्नु सक्नुहुन्छ होइन। मेरोमा चाहिँ भेनिगर एभाइलेबल छ, त्यही लागि म
भिनेगर हालिदिन्छु। अन्त यसलाई भिनेगर हालेपछि चाहिँ तपाईँहरू बेसी यसलाई नचलाउनु होला होइन। अलिकति भिनेगर हालेर अन्त मिक्स गरे पनि भइहाल्छ हो। अन्त मैले भिनेगर हाल्नु निकालेँ। मेरो चाहिँ अलिकति यहाँ कन्फ्युज भयो त, डाउट भएर चाहिँ मैले सुँगेँ, किनकि मेरो यो भिनेगर र मेरोमा केवडाको पानी छ कि दुईटाको बोतल एकै टाइपको छ हो। अन्त मैले नहेरी निकालेको थिएँ, त्यही लागि मैले चाहिँ सुँगेको के हो भनेर। अन्त मैले 2 चम्ची भिनेगर हालेर यसलाई एक्टिभ गर्नुलाई चाहिँ चलाएँ। कट एन्ड फोल्डको मेथडले चलाएर चाहिँ मजाले यसलाई मिक्स गरेँ। अन्त मैले यता कराई चाहिँ राख्नु बिर्सेको थिएँ, अहिले बादमा राख्छु भनेर, किनकि अहिले टाइम छ त भनेर 10 मिनटको लागि त राख्नुपर्छ भनेर। अन्त मैले यसलाई हाई फ्लेममा कराई राखिदिएँ हिट गर्नुलाई। अन्त मैले यता यसलाई मोल्डमा सबै ट्रान्सफर गरेँ हो, आस्ते आस्ते गरेर। अन्त त्यसको बाद चाहिँ तपाईँहरू जति तपाईँहरूलाई मनपर्छ ड्राई फ्रुट्स त्यति ड्राई फ्रुट्स हालेर माथि पनि डेकोरेट गर्न सक्नुहुन्छ। तपाईँकोमा जे एभाइलेबल छ। मैले चाहिँ काजु, किसमिस, बदाम अन्त टुटी फ्रुटीले यसलाई डेकोरेट गरेँ हो। तपाईँहरूलाई मेरो भिडियो कस्तो मन लाग्छ होइन, प्लिज एउटा मिठो कमेन्ट गरेर बताइदिनुहोस् होला। तपाईँहरूको एउटा सानोबडे कमेन्टले पनि हामीलाई भिडियो बनाउनुमा अझै मोटिभेट हुन्छौँ होइन। यसरी नै कोही बेला जब म केही नयाँ चिज बनाउँछु होइन, तपाईँहरूलाई पनि सेयर गर्छु ताकि तपाईँहरू पनि घरमा बनाउन सक्नुहुन्छ भनेर। केक त मैले पहिला पनि हालेको थिएँ, फ्रुट केक, प्लम केक। एक्चुअलीमा एउटै अलिकति प्लम केकको चाहिँ बनाउनु प्रोसेस अलग्गै छ, किनकि यसमा ड्राई फ्रुट्स पुरा हालेको हुन्छ, त्यही लागि यसलाई प्लम केक भनिन्छ। किनकि क्रिसमसमा त यो केक सबैले मन पराउँछ हो। अन्त मैले यसलाई चाहिँ टुटी फ्रुटीले पुरै डेकोरेट गरिदिएँ। मेरो छोराको फेभरेट टुटी फ्रुटी, उसले पनि यो केक मन पराउँछ भनेर चाहिँ मैले टुटी फ्रुटी चाहिँ पुरै हालिदिएको छु। तपाईँहरू पनि यसरी नै ड्राई फ्रुट्स फुल्ली हाल्नु सक्नुहुन्छ हो। आज म तपाईँहरूलाई यो केक बेक भइसकेपछि काटेर पनि देखाइदिन्छु हो। अब यता मेरो उयो रेडी भयो कराई, अन्त मैले राखिदिएँ। अन्त तपाईँहरू चाहिँ फ्लेम सबसे सानो गरिदिनुहोस् हो। अन्त तपाईँको 40-45 कोही बेला 50 पनि लाग्नुसक्छ तपाईँको केकको साइज हेरेर। मेरो चाहिँ 50 मिनट लाग्यो हो। मेरो केक बेक भयो। अन्त म यसलाई सेलाउनलाई राखिदिन्छु। यति बेला चाहिँ केक निकाल्यो भने चाहिँ नि केक फाट्छ साथीहरू। तपाईँहरू 2-3 घन्टाको लागि यसलाई रेस्ट गरिदिनुहोस्। अनि सेलेपछि यसलाई डिमोल्ड गर्नुहोस् हो। अन्त मैले यसलाई चक्कुले साइडबाट काटेँ, अन्त निकालेँ हो। अन्त म यसलाई निकालिसकेपछि तपाईँहरूलाई मजाले काटेर देखाइदिन्छु। हेर्नुहोस् कस्तो मजाले बेक भएको छ, ब्याक साइड हो, फ्रन्ट साइड सबैतिर कलर पनि मजाको आएको छ। पहिला बटर पेपर निकालिदिन्छु, अन्त तपाईँहरूलाई देखाउँछु हो। केक चाहिँ मजाले बेक भएको छ, खानुमा पनि पुरा टेस्टी थियो। त्यो चाहिँ खाएको चाहिँ भिडियो मैले तपाईँहरूलाई बनाइनँ, यतिसम्म हो। म काटेर देखाइदिन्छु भित्र पनि हो। अन्त तपाईँहरूले जहाँबाट पनि मेरो भिडियो हेरिदिनुहुन्छ त्यसको लागि तपाईँलाई मेरो दिलबाट धेरै धेरै धन्यवाद। एउटा लाइक र कमेन्ट गरिदिनुहोस्। आजको लागि यति नै हो, बाई बाई।